कैलालीको लम्कीचुहा नगरपालिका 1 भुरुवाकी धना बोहरा पहिले गृहिणी हुनुहुन्थ्यो। घर चलाउन श्रीमानको आम्दानी मात्रै पर्याप्त थिएन। अहिले भने उहाँले हरियो सालको पातको भरमा टपरी र दुना बनाएर आम्दानी गरिरहनु भएको छ। गृहिणी सँगसँगै धनाले सुरु गरेको कामले अहिले 8 जनाले रोजगारी पाइरहेका छन्। 4 वर्ष अघि लम्कीचुहा नगरपालिकाले आयोजना गरेको दुना टपरी बनाउने तालिमले धनाको जीवनको दिशा नै बदलिदियो। तालिममा सहभागी महिला मध्ये अहिले पनि निरन्तर यो पेशा सम्हालिरहेकी एकमात्र महिला हुनुहुन्छ धना। यो मसिन दिँदाखेरि मैले अब एक्लै भनौँ, पहिला हामी साथीहरू 8 जना थियौँ। 8 जनाले सबैले छोडे। उहाँहरू खाली बसेको बेला बाख्रा गोठाला जानुहुन्छ, पार्टी पेरा ल्याउनुहुन्छ, साँझ पका बनाएर अनि यहाँ पठाउनुहुन्छ अनि मैले बनाइरहेको छु। पहिला त एक्लै थिएँ, तर अहिले चाहिँ मसँग काम गर्ने 8 जना हुनुहुन्छ। उहाँलाई मैले रोजगार 8 जनालाई दिएँ। मलाई एकदम खुसी लाग्यो। तालिमपछि नगरपालिकाले मेसिन उपलब्ध गरायो। पात संकलनका लागि गाउँका महिलाहरूसँग समन्वय गरी धनाले 4 वर्ष अगाडि सृजनशील दुना टपरी उद्योग नामक आफ्नो व्यवसाय सुरु गर्नुभयो। सुरुमा कम मात्रामा टपरी र दुना बनाइन्थ्यो। माग बढ्दै गएपछि अहिले दैनिक 1000 भन्दा बढी उत्पादन हुने गरेको छ। उहाँको उद्योगमा अहिले 8 जना स्थानीय महिला नियमित रूपमा काम गर्छन्। बिहान जंगलमा बाख्रा चराउन जाँदा पात संकलन गर्छन् र दिउँसो धनाको घरमा जम्मा भई दुना टपरी बनाउने काम गर्छन्। धनाको उद्योगले महिलाहरूलाई नयाँ आशा दिएको छ। पहिले समाजमा आत्मविश्वास गुमाएका महिलाहरू पनि अहिले आफ्नै सिपमा गर्व गर्न थालेका छन्। उनीहरू अब कसैको सहयोग खोज्दैनन्, बरु अरूलाई पनि प्रेरणा दिन थालेका छन्। धनाको उद्योगमा काम गर्ने रंगा उपाध्याय एकल महिला हुनुहुन्छ। श्रीमान नभएको सन्तानको जिम्मेवारीले थिचिरहेको अवस्थामा धनाको दुना टपरीको उद्योग रंगाका लागि आम्दानीको भरोसिलो माध्यम बनेको छ। धेरै त अब समय हुन्न एक्लो मान्छेको। अब त्यही हो 6-7 हजार कमाइन्छ र फुर्सदको बेलामा आफै कमाउने हो जसरी भए पनि। अब पढिराखेका छन्, आफै यस्तै गरेर आफ्नो घरको काम गरेर अलिअलि गुजारा चलाएको छ। रंगा जस्तै टहरी बुढाथोकीका लागि पनि यो उद्योग आम्दानीको माध्यम बनेको छ। आफ्नै कमाइले बच्चाको पढाइदेखि घर खर्चसम्म चलाउन सक्ने अवस्था रहेको टहरी बताउनुहुन्छ। नेपाली समाजमा दुना टपरीको माग वर्षभरि नै रहन्छ। विशेष गरी तिहार, दशैं, माघे संक्रान्ति, श्राद्ध, पूजाआजा र मेलाहरूमा त यो बिना काम नै चल्दैन। बजारमा प्लास्टिक तथा अन्य विकल्प आए पनि धार्मिक सांस्कृतिक परम्परामा पातको टपरी र दुना अहिले पनि पहिलो रोजाइमा नै पर्ने गरेको छ। यही निरन्तर माग नै धनाको उद्यमलाई टिकाइराख्ने मुख्य आधार बनेको छ। धना भन्नुहुन्छ, थारू समुदायको विवाह हुने मागमा महिनामा त एकैजनाले 10,000 बढीको माग गर्नुहुन्छ। माग धान्नै गाह्रो छ। अब त्यसरी माग अनुसार भनौँ, सिजन अनुसार हुन्छ जाने टपरी भनौँ यो तिहारको बेला अनि श्राद्धको बेलामा हो जाने। अनि दुना चाहिँ माघ फागुनमा चौधरीहरूको बिहामा जान्छ। एकैजनाले 10,000 को अर्डर गर्छ। 10,000, 5,000, 8,000 एउटैले अर्डर गर्छ। त्यो चाहिँ हामीले बनाउन गाह्रो हुन लाग्यो। बनाउँछौँ, पुर्याउनु सक्दैनौँ। सृजनशील दुना टपरी उद्योगमा उत्पादन गरेका टपरी प्रति गोटा 5 रुपैयाँमा र दुना 1 रुपैयाँमा बिक्री हुन्छ। बनाउने महिलालाई प्रति टपरी 2 रुपैयाँ दिइन्छ। धनाको उद्यमबाट अहिले वार्षिक 5 लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ। खर्च कटाएर पनि परिवार चलाउन सक्ने आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ। अब वार्षिक मेरो भनौँ अब 4-5 लाख रुपियाँ जति त्यहीबाट मेरो खाना रोजी सबै बच्चाहरूलाई स्कुल पढाउने, घर खर्च सबै त्यसैबाट चलेछ। तर यो सफलता भने सहज छैन। जंगलमा पात संकलन गर्दा कहिलेकाहीँ बाघको डर हुन्छ, कहिले किराले पात बिगारिदिन्छ। पात नपाउने समयमा कठिनाई हुन्छ, धना भन्नुहुन्छ। धनासँग अहिले दुना टपरी बनाउने 2वटा मेसिन छन्। एउटा सुरुको समयमा लम्कीचुहा नगरपालिकाले दिएको हो भने अर्को नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाबाट प्राप्त भएको हो। 2वटा मेसिन हुँदा धेरै दुना टपरीको माग आइरहेको अवस्थामा सहज हुने गरेको धना बताउनुहुन्छ। घरको काम पनि गरिने, आम्दानी पनि हुने भएकाले धेरै महिलालाई रोजगारी दिँदै यो उद्योगलाई अझै अगाडि बढाउने धनाको सपना छ।